धेरै मानिसहरूको मान्यता छ कि भगवत गीता सिर्फ एक धर्मको लागि मात्र हो, तर वास्तवमा यो एकदमै गलत छ। भगवत गीता धर्मको लागि मात्र होइन, यसले तपाईँको जीवनमा आउने सबै समस्याको समाधान पनि दिन्छ। त्यसैले संसारका सबै व्यक्तिले यसलाई पढ्नुका साथसाथै बुझ्नु पनि आवश्यक हुन्छ। यो पढेपछि तपाईँले आफ्नो जिन्दगीमा सुख र सफलता प्राप्त गर्न सक्नुहुन्छ। समृद्धि पनि यसैले तपाईँलाई दिलाउन सक्छ। भगवत गीतामा जम्मा 18 अध्याय छ र यसमा 700 श्लोक छन्। यो सबै पढ्न तपाईँलाई मुस्किल पनि हुन सक्छ र बुझ्न गाह्रो पनि हुन सक्छ। त्यसैले तपाईँले यसलाई बुझ्नको लागि सहज होस् भनेर हामीले तपाईँको सामु भगवत गीताबाट 110 वटा जीवन बदल्ने सन्देशहरू लिएका छौँ। आउनुहोस् सुरु गरौँ भगवत गीताका महत्त्वपूर्ण 110 विचारहरू। तीमध्ये नम्बर 1 मा छ, जुन समय बितेर गयो त्यसमा दुःख मान्नु हुँदैन। हामीसँग जे छ त्यसमा अहङ्कार गर्नु हुँदैन र जो आउनेवाला छ त्यसमा पनि कहिल्यै मोह गर्नु हुँदैन। नम्बर 2, मानिसको जीवनमा आउने खराब समय त्यो ऐना जस्तै हो जसले हामीभित्रको क्षमताको सही आभास दिलाउँदछ। नम्बर 3, मानिसको जीवनमा एकपटक नकारात्मक विचार आउँदछ, यो निश्चित छ। यो कुरा त्यही व्यक्तिमा भर पर्दछ कि उसले यो समयलाई कतिको महत्त्व दिन्छ। नम्बर 4, यो संसारको नियम नै छ कि जो वस्तुले जन्म लिन्छ ऊ यो केही समयको लागि मात्रै हो। उसको अन्त्य निश्चित छ, चाहे त्यो मानिसको शरीर होस् वा फल। नम्बर 5, मानिसको दिलले जुन दान गर्न सक्छ त्यो उसको हातले गर्न सक्दैन र मानिसले मौन रहेर जति पनि गर्न सक्छ उसले शब्दले गर्न सक्दैन। नम्बर 6, जबसम्म तपाईँले राम्रो काम गर्नुहुन्छ तबसम्म तपाईँले कुनै पनि चिन्ता नगर्नुहोस्। नम्बर 7, तपाईँको जीवनमा जे पनि हुन्छ त्यसको पछाडि एक कारण हुन्छ। त्यसकारण तपाईँले आफ्नो परिणाम ठिक गर्नको लागि सबभन्दा पहिले आफ्नो कारण ठिक गर्नुहोस्। नम्बर 8, तपाईँ बितिसकेको समयमा जान सक्नुहुन्न र तपाईँले आफ्नो सुरुवाती दिनलाई बदल्न पनि सक्नुहुन्न, तर तपाईँ जहाँ हुनुहुन्छ त्यहीँबाट सुरु गर्न सक्नुहुन्छ र तपाईँले आफ्नो आउनेवाला समय अवश्य पनि बदल्न सक्नुहुन्छ। नम्बर 9, इन्द्रियको संसारमा कल्पना सुखको पहिलो सुरुवात हुन्छ, तर अन्त्यमा यसैको कारणले दुःखको जन्म हुन्छ। नम्बर 10, जुन कुरा तपाईँलाई राम्रो लाग्छ त्यसलाई ग्रहण गर्नुहोस्, जुन कुरा तपाईँलाई राम्रो लाग्दैन त्यसलाई त्याग गर्नुहोस्, चाहे त्यो मानिस होस्, विचार होस् वा कर्म। नम्बर 11, जो व्यक्तिले स्पष्ट र सिधा कुरा गर्छ त्यो व्यक्तिको वचन अवश्य पनि कठोर हुन्छ, तर उसले कहिल्यै पनि कसैलाई छल गर्न सक्दैन। नम्बर 12, निराशामा धैर्य गर्नु, खुसियाली र सङ्कटमा सहनशील हुनु उत्कृष्ट मानिसको पहिचान हो। जीवनमा सबै कुरा अन्त्य भयो भनेर निराश हुनुभन्दा पहिले यो कुरा याद गर्नुहोस् कि सधैँ नयाँ सुरुवात तपाईँको पर्खाइमा रहेको हुन्छ। नम्बर 14, यदि तपाईँ जीवनमा खुसी हुन चाहनुहुन्छ भने तपाईँले त्यो चिजमा ध्यान दिनुहोस् जुन चिजले तपाईँलाई सधैँ खुसी प्रदान गर्दछ। नम्बर 15, जो व्यक्ति क्रोधले भरिएको हुन्छ उसको मनमा एक भ्रम पैदा हुन्छ र उसको बौद्धिक शक्ति नष्ट हुन्छ, त्यसपछि बिस्तारै बिस्तारै उसको पतन सुरु हुन्छ। नम्बर 16, प्रेम शरीर वा सुन्दरता देखेर हुँदैन, दिलबाट हुन्छ। जहाँ दुई दिल मिल्दछ त्यही नै प्रेमको जन्म हुन्छ। नम्बर 17, दुई प्रकारको मानिस यस दुनियाँमा स्वर्गभन्दा पनि माथि हुन्छन्, एक जो शक्तिशाली भएर पनि माफ गर्न सक्छन् र अर्को जो गरिब भएर पनि केही दान गर्न सक्छन्। नम्बर 18, एक्लोपनले तपाईँलाई यो सिकाउँछ कि वास्तवमा तपाईँ बाहेक तपाईँको कोही पनि छैन। नम्बर 19, सेवा सबैलाई गर्नुहोस् तर आशा कसैको पनि नगर्नुहोस्, किनकि सेवाको सही फल मैले नै दिने गर्छु कृष्णले भन्नुभएको थियो। नम्बर 20, रुन बन्द गर्नुहोस् र आफ्नो परिस्थितिसँग लड्न सिक्नुहोस्। नम्बर 21, हुन सक्छ
हाम्रो लागि हरेक दिन अनुकूल हुन सक्दैन, तर हरेक दिन केही राम्रो अवश्य पनि हुन्छ। नम्बर 22, भगवान कृष्ण भन्नुहुन्छ, आफूलाई कहिल्यै पनि कमजोर नसोच। यदि तिमी लड्यौ भने उठ्ने कोसिस गर, पुरा निष्ठाको साथ आफ्नो कार्य गर र बाँकी सबै मेरो हातमा छोडिदेऊ। नम्बर 23, आफ्नो परिस्थितिको लागि अरूलाई दोष दिन बन्द गर। आफ्नो मनलाई सम्झाऊ र मनलाई बदल, यही नै दुःखको अन्त्य हो। नम्बर 24, भगवान कृष्ण भन्नुहुन्छ, तिम्रो विश्वासले एक पहाडलाई हलचल गराउन सक्छ, तर तिमी भित्रको शङ्काले फेरि अर्को पहाडको जन्म गराउन सक्छ। नम्बर 25, सिर्फ संसारको अगाडि जित्ने व्यक्ति मात्र विजेता होइन, जो व्यक्तिले सम्बन्धमा कहाँ जित्ने र कहाँ हार्ने भनेर जान्दछ त्यही व्यक्ति नै विजेता हुन्छ। नम्बर 26, समयभन्दा पहिला नै मिलेको चिजले तपाईँको मूल्य गुमाइदिन्छ र समयसँगै मिलेको चिजले तपाईँको मूल्य बढाउँछ। त्यसकारण समयको कदर गर्न सिक्नुहोस् र कामलाई समयमा नै गर्ने कोसिस गर्नुहोस्। नम्बर 27, जो व्यक्ति बुद्धिलाई छोडेर भावनामा बग्दछ त्यो व्यक्तिलाई जो कोहीले पनि मूर्ख बनाउन सक्छ। नम्बर 28, सिक्नुको सबभन्दा ठुलो बाटो आफ्नै विचार हो, त्यसैले धेरै सोच्नुहोस् र आफूलाई जित्नको लागि सधैँ प्रेरित गर्नुहोस्। नम्बर 29, सधैँ याद राख्नुहोस्, सुनौलो दिनको लागि खराब दिनसँग अवश्य पनि लड्नुपर्छ। नम्बर 30, सबभन्दा बुद्धिमानी व्यक्ति त्यो हो जसले सफलता पाएपछि अहङ्कार गर्दैन र असफलतामा पीडामा डुब्दैन। नम्बर 31, निन्दा गर्ने व्यक्तिसँग निराश भएर कहिल्यै पनि आफ्नो लक्ष्य नबदल्नुहोस्, किनकि लक्ष्य पुरा भएपछि निन्दा गर्ने व्यक्तिको विचार पनि बदलिन्छ। नम्बर 32, जो व्यक्ति धेरै शान्त हुन्छ त्यो व्यक्तिले आफ्नो बुद्धि र गहिराईको धेरै प्रयोग गर्न सक्छ। नम्बर 33, यदि तपाईँले गल्तीबाट केही सिक्नुहुन्छ भने गल्ती तपाईँको लागि सिँढी बन्दछ, तर यदि सिक्नुहुन्न भने गल्ती सागर बन्दछ। त्यसकारण सिँढी चढ्ने वा सागरमा डुब्ने त्यो तपाईँको हातमा हुन्छ। नम्बर 34, समयले यो सिकाउँछ कि जिन्दगीले कसैको पनि पर्खाइ गर्दैन र यो न कसैको लागि कहिल्यै रोकिन्छ। नम्बर 35, जब हाम्रो मन कमजोर हुन्छ त्यति बेला परिस्थिति समस्या बन्न जान्छ र जब हाम्रो मन कठोर हुन्छ तब परिस्थिति चुनौती बन्न जान्छ। जब हाम्रो मन बलियो हुन्छ त्यति बेला परिस्थिति अवसर बन्न जान्छ। नम्बर 36, जब मानिसलाई अरूको दुःखमा हाँसो आउन लाग्छ त्यही दिन उसको मानवताको अन्त्य हुन्छ। नम्बर 37, जब भविष्य सफा छ भन्ने देख्नुहुन्न तपाईँले आफ्नो आजलाई उत्कृष्ट बनाउनमा लाग्नुहोस्। नम्बर 38, यस दुनियाँमा कोही पनि पुरै तर्फबाट सही छैन, त्यसकारण मानिसलाई बुझेर मात्र राम्रो सम्बन्ध कायम गर्नुहोस्। 39, मानिस होइन उसका काम नै राम्रो वा खराब हुन्छ, जस्तो मानिसको कर्म हुन्छ त्यसलाई त्यस्तै फल मिल्छ। नम्बर 40, राम्रो नियतले गरेको काम कहिल्यै पनि खराब हुँदैन र त्यसको फल तपाईँलाई अवश्य पनि मिल्छ। नम्बर 41, जहाँ तपाईँको कुनै पनि मूल्य छैन तपाईँ त्यहाँ रोकिनु उचित छैन, चाहे त्यो कसैको घर होस् वा मन। नम्बर 42, कुनै पनि चिजको बारेमा मानिसले सोच्दछ भने ऊ त्यसैतिर आकर्षित हुन थाल्छ र उसलाई पाउने इच्छा बढाउन लाग्छ। त्यसकारण काम र परिवर्तनसँग जोडिएको विचार मात्र सोच्नुहोस्। नम्बर 43, जब समझदार व्यक्ति सम्बन्ध निभाउन बन्द गर्न लाग्छ त्यति बेला सम्झिनुहोस् कि उसको आत्मसम्मानमा ठेस पुग्यो। नम्बर 44, अरूले के गरिरहेको छ, कसरी गरिरहेको छ र किन गरिरहेको छ, यी चिजबाट तपाईँ जति धेरै टाढा रहनुहुन्छ तपाईँ त्यति नै खुसी बन्न थाल्नुहुन्छ। नम्बर 45, समय कहिल्यै पनि एक जसरी चल्दैन,
ती व्यक्तिलाई पनि रुन पर्छ जसले बिना कारण अरूलाई रुवाएको छ। नम्बर 46, यस कुराले केही पनि फरक पार्दैन कि तपाईँको आसपासमा कति खराब छन्। यस कुराले फरक पार्छ कि तपाईँको दिलभित्र खराब विचार कति चलिरहेका छन्। नम्बर 47, जो व्यक्तिले यो जान्दछ कि आत्मा सधैँ जीवित रहन्छ त्यो कहिल्यै पनि मर्नसँग डराउँदैन र सधैँ सत्यको बाटोमा लडिरहन्छ। नम्बर 48, धैर्य गर्नुहोस्। जीवनमा कहिले कहिले शानदार परिणाम हासिल गर्नको लागि खराब समयसँग लड्न पनि जरुरी हुन्छ। नम्बर 49, कसैले तपाईँको कामप्रति केही बोल्यो भने आफूलाई शान्त राख्नुहोस्, किनकि सूर्य जति धेरै तेज भए पनि समुद्रलाई सुकाउन सक्दैन। नम्बर 50, सच्चा साथीले दुःखलाई आधा र सुखलाई 2 गुणा गराउन सक्दछन्। नम्बर 51, जिन्दगीमा कहिल्यै पनि आफ्नो तुलना कसैसँग नगर्नुहोस्, किनकि तपाईँ जस्तो हुनुहुन्छ त्यही नै सर्वश्रेष्ठ हुनुहुन्छ। नम्बर 52, मानिसको दिमाग नै सबै थोक हो, किनकि दिमागले जस्तो सोच्दछ मानिस त्यस्तै बन्दछ। नम्बर 53, जब समय फेरिन्छ सबै कुरा फेरिन्छ, त्यसकारण राम्रो समयको लागि घमण्ड कहिल्यै पनि नगर्नुहोस् र खराब समयको धैर्य गर्न सिक्नुहोस्। नम्बर 54, जसरी समुद्रमा जानको लागि डुङ्गा मात्र एक माध्यम बन्न सक्छ, त्यसरी नै स्वर्गमा जानको लागि सत्य नै एक सिँढी बन्न सक्छ। नम्बर 55, अभिमान कहिल्यै पनि नहोस् कि मलाई कसैको साथको जरुरत पर्दैन र घमण्ड पनि कहिल्यै पनि नहोस् कि मेरो जरुरत सबैलाई पर्दछ। नम्बर 56, समस्या त्यति शक्तिशाली हुँदैन कि त्यसले हामीलाई कहिल्यै पनि जित हासिल गर्न नदियोस्। के तपाईँले कहिल्यै सुन्नु भएको छ अँध्यारोले बिहान हुन दिएन भनेर? नम्बर 57, जसरी आगोले सुनलाई पगाल्दछ त्यसै गरी समस्याले एक बहादुर व्यक्तिलाई पगाल्दछ। 58, जीवन न त भविष्यमा छ न त अतीतमा, जीवन त बस यही पलमा छ। नम्बर 59, दान कर्तव्य हो भन्ने बुझेर कुनै पनि शङ्का बिना कुनै गरिब व्यक्तिलाई दिनुहुन्छ भने त्यही नै सच्चा दान हो। 61, जसले मनलाई जितेको छ उसले परमात्मालाई पनि जितेको छ, किनकि शान्ति प्राप्त गरेपछि मानिसको लागि सुख र दुःख, मान र अपमान एक समान हो। नम्बर 62, म गर्न सक्छु यस्तो सोच्नु आत्मविश्वासको निशानी हो। सिर्फ म मात्र गर्न सक्छु भन्नु घमण्ड हो। त्यसकारण आत्मविश्वासलाई अँगाल्नुहोस्, घमण्डलाई छोड्नुहोस्। नम्बर 63, राम्रो काम गर्नुको बावजुद पनि कुनै पनि व्यक्तिले तपाईँको गलत कुराको मात्र याद राख्छ भने तपाईँले ती कुरामा ध्यान नदिनुहोस् र आफ्नो कर्म गर्दै जानुहोस्। 64, जसरी प्रकाशको ज्योति अँध्यारोमा चम्कन्छ ठिक त्यसै गरी सत्य पनि चम्कन्छ, त्यसकारण सधैँ सत्यको बाटोमा हिँड्नुहोस्। 65, जुन चिज तपाईँभन्दा फरक छ त्यो चिजमा समय खर्च गर्नु मूर्खता मात्र हो। नम्बर 66, हे पार्थ, तिमीले फलको चिन्ता नगर, आफ्नो काम गर्दै गर र म तिमीलाई फल अवश्य पनि प्रदान गर्नेछु, भगवान कृष्ण भन्नुहुन्छ। नम्बर 68, जो व्यवहार तपाईँलाई अरूले गरेको मन पर्दैन त्यो व्यवहार कहिल्यै पनि अरूलाई पनि नगर्नुहोस्। नम्बर 69, मानव कल्याण नै भगवद् गीताको मुख्य उद्देश्य हो, त्यसकारण मानिसले आफ्नो कर्तव्य गर्ने समयमा मानव कल्याणको प्राथमिकता दिन आवश्यक पर्दछ। 70, सही काम त्यो होइन जसको परिणाम सधैँ सही हुन्छ, तर सही काम त्यो हो जसको उद्देश्य कहिले पनि गलत हुँदैन। 71, न यो शरीर तपाईँको हो न तपाईँ शरीरको मालिक हो। यो शरीर त 5 तत्त्वबाट बनेको हुन्छ, आगो, जल, वायु, पृथ्वी र आकाश। एक दिन यो शरीर तिनै 5 तत्त्वमा मिलेर जान्छ। तपाईँको साथमा हुने भनेको तपाईँको कर्म मात्र हो, त्यसैले तपाईँले हरेक समय आफ्नो कर्ममा
ध्यान दिनुहोस्, कसैलाई हानि नगर्नुहोस्। नम्बर 72, जो व्यक्तिको धैर्य गर्ने क्षमता छ त्यो व्यक्तिको ताकतको मूल्याङ्कन कसैले पनि गर्न सक्दैन। उसँग असीमित ताकत हुन्छ। नम्बर 73, जे हुन्छ त्यो भएरै छोड्छ र जे हुँदैन त्यो कहिल्यै पनि हुँदैन भनेर जो व्यक्तिले बुझ्दछ त्यो व्यक्तिलाई चिन्ताले कहिल्यै पनि सताउन सक्दैन। 74, धेरै खुसी भएको समयमा र धेरै दुःखी भएको समयमा कहिल्यै पनि निर्णय नलिनुहोस्, किनकि यस्तो अवस्थामा तपाईँले सही निर्णय लिन सक्नुहुन्न। 75, कोही पनि आफ्नो कर्मबाट भाग्न सक्दैन। आफ्नो कर्मको फल सबैले भोग्नुपर्छ। त्यसकारण राम्रो काम गर्नुहोस् ताकि भविष्यमा राम्रो फल मिलोस्। 76, चुप रहनुभन्दा ठुलो जवाब कुनै पनि छैन र माफ गर्नुभन्दा ठुलो सजाय कुनै पनि छैन। 77, जब मानिसको जरुरत बदलिन्छ तब उसको कुरा गर्ने तरिका पनि बदलिन थाल्छ। नम्बर 78, कुनै पनि फलको कामना बिना काम गर्नु नै सच्चा कर्म हो। 79, आफ्नो मन नै आफ्नो साथी हो र आफ्नो मन नै आफ्नो दुश्मन हो। नम्बर 80, जसले आफ्नो सबै इच्छा त्याग गर्दछ र लालसा वा भावनाबाट मुक्त हुन्छ त्यो व्यक्तिले शान्ति अवश्य हासिल गर्दछ। नम्बर 81, बुद्धिमान मानिसले समाजको कल्याणको लागि बिना लालच काम गर्नुपर्छ। नम्बर 82, जन्मिदा साथ नै मर्नु निश्चित हुन्छ। त्यसकारण तपाईँले यसलाई स्वीकार गर्नुहोस् र जीवनमा अगाडि बढ्नुहोस्। 83, लगातार कोसिस गर्न सकियो भने अशान्त मनलाई पनि नियन्त्रण गर्न सकिन्छ। नम्बर 84, वासना, क्रोध र लालच तपाईँलाई नर्क पुर्याउने 3 बाटो हुन्। 85, मानिस आफ्नो विश्वासले बन्दछ। उसले जस्तो विश्वास गर्छ ऊ त्यस्तै बन्दछ। 86, जसले आफ्नो मनलाई नियन्त्रण गर्न सक्दैन त्यो व्यक्तिको लागि आफ्नो मन एक दुश्मन जस्तै हो। 87, शङ्का गर्ने व्यक्तिको लागि खुसी न यो संसारमा छ न त अर्को संसारमा छ। यसकारण जे गरिरहनु भएको छ त्यसमा विश्वास गर्नुहोस् वा जुन काममा विश्वास छ त्यही काम गर्नुहोस्। नम्बर 88, आफ्नो पढाइ सानो ठुलो यी सबैलाई भुलेर माया गर्नुहोस् र सबैको भलो हुने काम गर्नुहोस्। 89, कोही पनि व्यक्ति आफ्नो जन्मबाट होइन कर्मबाट ऊ महान बन्दछ। नम्बर 90, जसले फलको इच्छालाई त्याग गरेर काम गर्दछ त्यो व्यक्ति जीवनमा अवश्य पनि सफल बन्दछ। 91, भगवान कृष्ण भन्नुहुन्छ मेरो लागि सबै प्राणी एक हो, न त कोही मेरो लागि धेरै मन पर्नेछ न कम मन पर्नेछ। जो मेरो भक्ति पुरा मनबाट गर्छ उसलाई सधैँ जरुरत पर्न साथ म उसको साथमा आउँदछु। नम्बर 92, सच्चा धर्म यो हो कि जुन कुरा मानिसले तपाईँलाई भन्दा मन पर्दैन अरूलाई तपाईँले त्यो शब्द कहिल्यै पनि प्रयोग नगर्नुहोस्। 93, अभ्यासबाट नै सबै चिजको नियन्त्रण गर्न सकिन्छ। 94, यदि कोही व्यक्तिले जीवनमा जे चाहन्छ त्यसमा विश्वास राख्छ भने उसले त्यो चिज अवश्य पनि प्राप्त गर्दछ। 95, जीवनको आनन्द न बितिसकेको समयमा छ न त आउने समयमा छ, तर जीवनको आनन्द बस आज जिउनुमा छ। 96, हरेक व्यक्तिले कर्ममा विश्वास गर्नुपर्छ किनकि यो जगत नै कर्मलोक हो। काम तपाईँको हातमा छ, परिणाम होइन। यसकारण कर्ममा ध्यान लगाउनुहोस् र मेहनत गर्नुहोस्। 97, जुन व्यक्तिमा ज्ञानको कमी छ र भगवानमा श्रद्धा छैन त्यो व्यक्तिले कहिल्यै पनि आनन्द प्राप्त गर्न सक्दैन। नम्बर 98, भगवान कृष्ण भन्नुहुन्छ कि हरेक समय आफ्नो कामना वा इच्छामा डुबिरहनु मानिसको सबै दुःखको कारण हो। यदि मानिसले यीबाट मुक्ति भएर आफ्नो कर्तव्य निभाउन सक्यो भने उसको जीवन सुखीमय बन्छ। 79, जसरी मानिसले आफ्नो पुरानो वस्त्रलाई त्याग गरेर नयाँ वस्त्र लगाउँदछ त्यसैगरी आत्माले पनि आफ्नो पुरानो व्यर्थ शरीरलाई छोडेर नयाँ भौतिक शरीरको धारण गर्दछ।
100 मोह त्यसैमा गर्नुहोस् जसमा तपाईँको अधिकार छ। जुन चिजमा तपाईँको अधिकार छैन त्यसमा कहिल्यै पनि मोह नगर्नुहोस्। 101 जसले दोस्रोको पीडालाई बुझ्दछ, जसमा दया छ र दिलबाट राम्रो छ, उसलाई दोस्रो पटक जन्म लिनु पर्दैन। 102 प्रेम सधैँ माफी माग्न मन पराउँछ र अहङ्कार सधैँ माफी सुन्न मन पराउँछ। 103 त्यो समयमा मौन बस्नु सबभन्दा राम्रो हो जुन समयमा सामुन्नेको व्यक्तिले तपाईँको शब्दमा महत्त्व दिँदैन। 104 समयसँग बदलिन सिक्नुहोस् र समयलाई बदल्न सिक्नुहोस्। मजबुरीबाट आफूलाई कोस्न छोड्नुहोस् र हर हालतमा अगाडि बढिरहनुहोस्। नम्बर 105 श्रीकृष्ण भन्नुहुन्छ, हे अर्जुन, म कसैको भाग्य बनाउँदिन, हर कोही व्यक्तिले आफ्नो भाग्य आफै बनाउँदछ। 106 संसारमा कोही पनि व्यक्ति सर्वगुणले सम्पन्न हुँदैन, यसकारण केही कमी हुनुको बावजुद पनि त्यसलाई छोडेर सम्बन्ध बनाइराख्नुहोस्। नम्बर 107 कसैको जीवनको नक्कल गरेर पूर्णताको साथ जीवन जिउनुभन्दा राम्रो यो हुन्छ कि तपाईँले अपूर्ण रूपबाट नै जीवन जिउनुहोस्। 108 जिन्दगीले उसैको साथमा खेल्दछ जो उत्कृष्ट खेलाडी हुन्छ। पीडा सबैको एउटै हुन्छ, तर मानिसको हौसला फरक फरक हुन्छ। कोही आत्तिएर बिग्रदै जान्छन् भने कसैले सङ्घर्ष गरेर निखारिँदै जान्छन्। 109 जब सत्य र असत्यको लडाइँ हुन्छ त्यति बेला सत्य एक्लै पर्दछ र असत्यको धेरै फौज हुन्छ, किनकि असत्यको पछाडि मूर्खहरूको हुल हुन्छ। 110 जब परिवारको सदस्य अप्रिय लाग्न थाल्छ र पराई आफ्नो लाग्न थाल्छ त्यति बेला सम्झनुहोस् विनाशको समय सुरु हुन थाल्यो। जब तपाईँको आशा टुट्छ र आफ्नो अगाडिको कुनै पनि बाटोहरू देख्नुहुन्न त्यति बेला तपाईँले एकपटक भगवत गीताको अध्ययन गर्नुहोस्। यसले तपाईँलाई नयाँ आशा जगाउने धेरै बाटोहरू दिनेछ। समय सधैँ एकनाश कहिल्यै पनि चल्दैन। कुनै समय हाम्रो जीवनमा समस्याको मात्र लर्को लाग्दछ र हामीले हिम्मत टुटाउन पुग्छौँ र कति बेला हामी हौसलाले र सुखले भरिएका हुन्छौँ र तपाईँसँग अप्ठ्यारो स्थिति भएको बेला तपाईँ समयसँग भाग्ने कोसिस नगर्नुहोस् र त्यो समयको सामना गर्ने कोसिस गर्नुहोस्। आफूमा एक आशा जहिले पनि बचाइराख्नुहोस्। जब मानिसमा आशा र प्रबल इच्छा शक्ति हुन्छ उसले संसार जित्न सक्छ। भगवत गीता त्यो ज्ञानको सागर हो जसले तपाईँलाई हरेक समस्याबाट निकालेर खुसी र सुखको साथ जीवन जिउन सिकाउँछ। हुन्छ त, तपाईँलाई सफलताको बाटोमा अनन्य शुभकामना छ। तपाईँ र मेरो भेट यस्तै अर्को तपाईँको जीवन बदल्ने नयाँ ज्ञानको सागरको साथमा हुनेछ। नमस्कार। एकैछिन सुन्नुहोस् त, यस्तै ज्ञानको नजिक रहन अडियो बुकहरू सुन्नको लागि अडियो घर एप्लिकेसनलाई डाउनलोड गर्नुहोला।